नमस्कार कोही दाई। नमस्कार भाइ, नमस्कार। स्वागत छ तपाईँलाई हाम्रो गफ गफ एडमिन्टन पडकास्टमा। धन्यवाद। म रमननको तर्फबाट स्वागत छ। के छ त दाई हाल खबर? ठिकै छ, अब चलिरहेछ क्यारे होइन। एडमिन्टनको बतास हावाले कस्तो? अब बनेकै थिएन, पछि हामीले ओपनिङ गरेको 2002 मा। त्यति बेला चाहिँ अन्डर कन्स्ट्रक्सन थियो। हामी चाहिँ जुमेरामा उ गऱ्यौँ। अनि घुम्नेलाई नै टुरिज्म भन्छ नि त। तर म घुम्नेमा चाहिँ घुम्नु चाहिँ गएन कि, मैले पठाउनेमा चाहिँ गर्थेँ। घुम्नु ट्राभल एजेन्सी जस्तो ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी होइन। म त पुरा घाम ताप्ने मात्रै भयो क्या। अब दिनमा एटलिस्ट 5 to 10 भाउजू त म नेपालमा हुँदै हामी त लिभिङ टुगेदर हो। त्यो अहिले पछि जोड्ने दाइ त्यो राई कल्चर अहिले पछि त्यसको एकदम त्यो जेन्जीहरू सिक्नुपर्ने कुरो छ त्यसबाट। क्यानाडा कति टाढो छ, अब कहाँ हो क्यानाडा भनेर होइन। क्यानाडा त यही हो भन्छ यार, झुब्रा झुब्री घरहरू आमा, ठुल्ठुलो सिटीबाट आएको होइन। अब हामीले त 7 स्टार होटलमा बस्या मान्छे। क्यानाडा त बबाले हो। धेरै थोरै दार्जिलिङ पढेँ। हमजायगालाई भेट्नुभयो तपाईँले? हमजायगाको कथाहरू चाहिँ हमजायगा गइसकेको थिएँ नि म भएको बेला त होइन। अनि पनि पुल हो एउटा। तपाईँले जिन्दगीमा दुःख नभई त सुखमा पुगेन नि। दुःख सुख भनेको त जिन्दगीको एउटा काइन्ड अफ पार्टै हो त्यो त। तर